आधी घन्टा लाग्दैन अरे नातिनीले के भन्छ हजुरबालाई हजुरबा कति जान्ला भने सोध न हजुरबा टाढै जान्लान् भएको तपाईँलाई सोधे ओहो दसैँमा जान्लान् अब हजुरबा समाज समाज छोरी छोरी जाउँ ती पनि हजुरबासँग जाउँ हजुरबालाई लिएर जाऊ त हजुरबालाई ताना छोरो ऊ छिटो हिँड्ने भयो क्या ऊ छिटो हिँड्ने भयो हजुरबाको हात समातौ न बाबु तिम्रो अनारहरू खै के खाएको यो अनार है यता हेर त ए आएसी के लिएको तिमीले यो खै पापा किमु खाएर जिम्मु बनाउला ल ओके म्यान ओहो छोरी हजुरबालाई डोरे राखो आमै आमै कहाँ पुऱ्याउनु लाग्यो हजुरबालाई दसैँ मान्न चौधी दसैँ ओहो ल बधाई तथा शुभकामना है ल ल छेउमा आऊ हो निशाको माइती घर यही हो है ल यता ठुला घर यता अङ्कलको घर उता अर्को अङ्कलको त्योभन्दा उता उसको यता केन्जीको ए सबै छ ल यो सबै एरियै पण्डित एरिया होला यति चाहिँ पुरै पण्डित टोल होला 7-8-9वटा घर छ यार हैन पछाडि ठुलाको घर ल ए मेन अब क्यामेराम्यान चाहिँ जहिले पनि छुट्छ हैन म हो है क्यामेराम्यान चाहिँ ल म पनि क्यामेराम्यान हो नि त हैन मेरो चाहिँ आउनु पर्यो नि इदैन हजुरबा टक्क आइरहनु भएको छ ल बाई बाई है गाइस बाई बाई